मोमोको आँटा चाहियो। यो आँटा भोलि चलाउँदा हुन्छ। सुन्नुभयो? उयो आँटा भोलि क्या नबनाउनु कि यसमा राखेर। हेलो हेलो नमस्ते सुबारो गुड इभिनिङ सबैजनालाई। वेलकम ब्याक टु माई च्यानल स्नेह सुरक्षा। सो साथीहरू तपाईँहरू सबैजना सन्चै सुविस्ता हुनुहुन्छ होला। म पनि सन्चै सुविस्तै छु। अनि अहिले चाहिँ म फिलहाल चाहिँ मोमो बनाउँदैछु। खाना पकाएर पनि अब चाहिँ मोमो बनाउँदैछु। एक सेटै लगाइसकेँ। र तपाईँहरूले मेरो यो भिडियोलाई चाहिँ नबिराइकन हेरिदिनुहुन्छ भनेर आशा गरेको छु। अनि जतिजना अहिलेसम्म मलाई माया सपोर्ट दिइरहनु भएको छ तपाईँहरूलाई चाहिँ मेरो एकदम हृदयबाटै नि धेरै धेरै धन्यवाद। साथमा माया धेरैभन्दा पनि धेरै माया छ। अनि है तपाईँहरू अगर मेरो यो च्यानलमा नयाँ हुनुहुन्छ भने तपाईँलाई पनि वेलकम छ मेरो च्यानलमा। स्वागत छ तपाईँहरूलाई पनि। तपाईँहरूले पनि मेरो भिडियोलाई चाहिँ नबिराइकन हेरिदिनुहुन्छ भनेर आशा गरेको छु। साथमा लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु हुन्छ भनेर चाहिँ आशा गर्छु। त्यस्तै छ चल्दैछ जिन्दगी साथीहरू। अहिले चाहिँ मुम्बईमा एकदमै गरम छ, बेसी गर्मी छ। हेर्नु नै पानी छुटिएछ। आज चाहिँ मैले यसमा चाहिँ मसरुम पनि मिक्स गरेको नि त, मसरुम र क्याबेज अनि अलिकति क्यारोट धनियाँ उयो पनि लगाएको छु, स्प्रिङ अनियन पनि। अँधेरो देख्दै होला है मलाई। दुईवटा तिनवटा चारवटा मात्रै लाइट अन गरिरहेको छु नि त। कामै त्यस्तो छैन त किन झिलिली पार्नु जस्तो लाग्छ र। म चाहिँ अझै काम छैन उयो सकेपछि त झन् दुईवटा मात्र पो। मोमो चाहिँ मेरो फेभरेट हो खानामा। अस्ति बनाएको थिएँ तर मैले त्यति बेला चाहिँ भिडियोहरू बनाउनु पाइनँ किनभने त्यही अहिले मम्मी पनि बिमार हुनुहुन्छ होइन। भनौँ अहिले त अब निकै सन्चो भइसक्नु भयो। दुईजना छ मम्मीको लागि। बिहान डक्टर आउँछ होइन, फिजियोथेरापीको पनि आउँछ। अनि बिहान र बेलुकीखेर दुईजना छ मम्मीलाई हेर्ने त। तर पनि अब कोही बेला के होइन, त्यही भएर अलिकति लाइफ चाहिँ बिजी चल्दैछ। केही छैन एनिवे होइन, केही छैन भइहाल्छ त्यस्तो। सधैँभर नभए पनि कोही कोही बेला त बिजी नि त हुनु पर्यो। साथीहरू हेर्नुहोस् है, मैले चाहिँ अब मोमो खानु लागेको। चाहिँ अब स्टार्ट गरेँ खानु। ढिलो नगरौँ होला खानु भन्ने कुरो चाहिँ है। दिदीले चाहिँ ढिलो खान्छ, म चाहिँ अब खानु लागेको। खाना खानेकुरा चाहिँ अब खाइन्छ फटाफट। दामी भएको छ, यस्तो मिठो भएको छ कि क्या टेस्टी भएछ। खानु त मिठो भएको छ, मसरुम लाग्यो। सुकाउने बेला भएछ, अलिक तल बनाइसक्यो। मासुको जस्तो देख्दैछ है। यो चाहिँ उयो मसरुम र क्याबेज हो
चाहिँ मासु जस्तो देख्दैछ। क्या दामी भएको छ हौ, त टेस्टी भएको छ। पानी यस्तो मजा आउँछ कि चिसो पानी खानु। मोमो खाँदा त झन् यति मजा आउँछ के भन्नु। मोमो खानु न, दामी भएको छ। मलाई मम्मीले भिडियो बनाउँदैछ भन्दैछ। मासुको जस्तै देख्छ किमा, मसरुमले गर्दा। मम्मीले हेर्दै हाँस्दैछ मलाई चाहिँ पुरा एक्सन गर्दैछ। मोमो खानु पनि दामी भएको छ मसरुमले। जुसी जुसी खालको भएको छ कि तर म्याक्कै हुने रहेछ। उम्, 12 बजेको पनि होला त होइन? ए लास्टमा छ। मन पर्दैन? चाहिँ मलाई म्याक्कै हुँदै गयो। अघि 3टा 4टा खाएँ अघि हो होइन 3टा खाएँ। जुसी भएर होला कि हेर्न न किमा हो। लास्ट खान्छ अघि पनि 3टा खायो, अहिले 8 9 म्याक्कै खालको भएछ नि त। आज चाहिँ मसरुम लाएर होला, बटर पनि अलिक बेसी भएर। मम्मीले खाएको यो घरमा पारा पाराको छ। कोही भात मात्र खोज्ने हो, कोही पराठा मात्र खोज्ने हो। म चाहिँ बेलुका चाहिँ भात पराठा भन्दा चाहिँ यस्तोहरू चाहिँ मनपर्छ, मोमोहरू। आइस लगाएको पानी पिउँदा चाहिँ यस्तो मजा छ। मम्मी एक हाँस्दै वर्क गर्दैछ। चाहिँ आजको पनि यति हो साथीहरू। तपाईँलाई बनाएको त देखाएन, एकछिन है बनाएँ, मम्मी बनाएको एकछिन देखाएँ, र चाहिँ अब खाएको पनि देखाएँ। अरू चाहिँ अब यति हो अब रात पनि पर्यो होइन। अब फटाफट काम सकेर चाहिँ एकछिन अनुपमा हेर्नुपर्छ। एकछिन अनुपमा हेरेर चाहिँ सुत्दिनुपर्छ भने अब फोन खेलाउँदा गर्दा त बज्छ अलिक रात। चाहिँ अहिलेलाई चाहिँ यतिमै तपाईँहरूदेखि बिदा लिनेछु, र चाहिँ फेरि कहिले हुन्छ तपाईँसँग नेक्स्ट ब्लगमा चाहिँ चाँडै नै भेट्नेछु भन्दै, र आजलाई चाहिँ गुड नाइट, शुभ ड्रिम, शुभरात्रि सबैजनालाई। बाई बाई, लभ यु अल।